कोरोना भन्दा 5 गुणा खतरनाक निपा भाइरस भारतमा फैलिँदै नेपालमा कति छ खतरा? के हामी अर्को एउटा गम्भीर स्वास्थ्य सङ्कटको नजिर छौं? कोभिड-19 को त्रास बिस्तारै कम हुँदै गर्दा अहिले छिमेकी मुलुक भारतमा अर्को एउटा प्राणघातक भाइरसले सन्नाटा मचाएको छ। त्यो हो निपा भाइरस। विश्व स्वास्थ्य संगठन WHO ले संसारका 10 घातक महामारीको सूचीमा राखेको यो भाइरस अहिले भारतको पश्चिम बंगाल अर्थात् नेपालको सिमाना नजिकै देखिएको छ। मृत्युदर 40 देखि 75% सम्म रहेको यो भाइरस आखिर के हो? यो कसरी सर्छ र नेपालमा यसको जोखिम कति छ? आजको भिडियोमा हामी सन् 1998 को मलेसियाको त्यो डरलाग्दो घटनादेखि लिएर आज नेपालको सिमानासम्म आइपुगेको निपा भाइरसको सम्पूर्ण नालीबेली केलाउनेछौँ। कथा सुरु हुन्छ सन् 1998 बाट। मलेसियाको पेराक राज्यको एउटा गाउँ काम्पुङ सुङ्गाई निपा। यहाँका मानिसहरूको मुख्य पेसा सुँगुर पालन थियो। सेप्टेम्बर महिनामा अचानक सुँगुर पाल्ने किसानहरू धमाधम बिरामी पर्न थाले। लक्षणहरू सामान्य थिएनन्। उच्च ज्वरो आउने, टाउको फुट्ने गरी दुख्ने र हेर्दा हेर्दै मानिस बेहोस हुने। अझ डरलाग्दो कुरा त के थियो भने मानिसमा देखेका यस्तै लक्षणहरू खोरका सुँगुरहरूमा पनि देखिन थाले। त्यसबेला मलेसियामा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस जेई को प्रकोप थियो। चिकित्सकहरूले सुरुमा यसलाई जेई नै ठाने। बिरामीलाई जेई को खोप दिइयो। लामखुट्टे मार्ने अभियान चलाइयो। तर विडम्बना, न त खोपले काम गर्यो न त उपचारले। रोग पेराकबाट नेगेरी सेम्बिलन राज्य हुँदै सिङ्गापुरसम्म फैलियो। मलेसियामा मात्र 265 जना संक्रमित भए र त्यसमध्ये 105 जनाको मृत्यु भयो। मानिसहरू मर्न थालेपछि मलेसिया सरकारले सुँगुर नै खरिद गर्न छाड्यो। लाखौं सुँगुरहरू मारिए। यो रहस्यमय रोगलाई कसैले चिन्न सकेका थिएनन्। अन्ततः मार्च 1999 मा मलेसियाका भाइरोलोजिस्ट डाक्टर चुआका विङले एक बिरामीको मस्तिष्कको सूक्ष्म अध्ययन गरे। तब पत्ता लाग्यो यो जेई थिएन, यो त विज्ञानका लागि नितान्त नयाँ भाइरस थियो। सुङ्गाई निपा भन्ने गाउँमा पत्ता लागेको हुनाले यसको नाम राखियो निपा भाइरस। त्यसो भए यो भाइरस आयो कहाँबाट? अनुसन्धानले देखायो कि यो भाइरसको मुख्य स्रोत फ्रुट ब्याट अर्थात् फलफुल खाने ठुलो चमेरो हो। यो एक जुनोटिक भाइरस हो अर्थात् जनावरबाट मानिसमा सर्ने रोग। मलेसियामा चमेरोले खाएको वा जुठो हालेको फलफुल सुँगुरले खाए। सुँगुरको शरीरमा भाइरस फैलियो र सुँगुरको नजिक जाने किसानहरूमा यो सर्यो। तर अहिलेको अवस्था अझ जटिल छ। यो भाइरस मात्र जनावरबाट मानिसमा होइन, मानिसबाट मानिसमा पनि सर्छ। 1. संक्रमित चमेरो वा सुँगुरको सम्पर्कबाट। 2. चमेरोले जुठो हालेको फलफुल वा काँचो खजुरको रस ताडी खाँदा। 3. र सबैभन्दा खतरनाक संक्रमित व्यक्तिको र्याल, पसिना वा सासको माध्यमबाट।